यहाँ मैले मोडल भर्बको मस्ट भन्ने शब्दको बारेमा चर्चा गर्दैछु। मस्टको अर्थ गर्नै पर्छ भन्ने हुन्छ। मस्ट भन्ने शब्द कहाँ कसरी प्रयोग हुन्छ भन्ने कुरा हेरौँ है त। नम्बर 1 मा नेसेसिटी अर अब्लिगेसन, आवश्यकता वा कर्तव्य। हामीले कुनै पनि काम गर्दाखेरि त्यो काम गर्नको लागि बाध्य हुन्छौँ भने त्यस्तो अवस्थामा मस्ट प्रयोग हुन्छ। जस्तै यु मस्ट वेयर अ सिट बेल्ट, तिमीले सिट बेल्ट लगाउनै पर्छ। यदि सिट बेल्ट बाँध्नै पर्छ भनेको भए फासन अ सिट बेल्ट हुन्थ्यो है, FASTEN। ओके। अर्को वी मस्ट कम्प्लिट द प्रोजेक्ट, हामीले प्रोजेक्ट पुरा गर्नै पर्छ। नम्बर 2 स्ट्रङ एडभाइस, शक्तिशाली सल्लाह दिँदाखेरि पनि मस्ट प्रयोग हुन्छ। जस्तै यु मस्ट सी दिस मुभी, तिमीले यो चलचित्र हेर्नै पर्छ। हि मस्ट ट्राई नेपाली फुड, उसले नेपाली खाना खानै पर्छ। नम्बर 3 लजिकल डिडक्सन, तार्किक निष्कर्ष। यसको उदाहरणमा हेरौँ। सी मस्ट बी एट होम, ऊ पक्कै पनि घरमै हुनुपर्छ। दे मस्ट बी टायर्ड, उनीहरू पक्कै थकित हुनुपर्छ।